सोध्थे अरे? हामी त चुनावको विषयमा कुरा गर्दै थियौं हैन? एक्कासी हिरो हिरोइनीको कुरा कहाँबाट आयो? कोही कहाँबाट आयो हिरोको कुरा चाहिँ अमेरिकाबाट आयो होला अनि हिरोइनीको कुरा चाहिँ जापानबाट आयो होला। ल गाइज, धेरै भयो बाहिरको कुरा, अब चुनावमा फोकस गरौँ। के फोकस गर्नुपर्छ र? सिधै गएर घन्टीमा भोट हाल्ने नि। हामीले मात्र हालेर हुन्छ? सारा नेपालीले हाल्नु परेन? त्यहाँ झोलेहरू रेडी छन् हामीलाई रोक्नका लागि। हिम्मत छ रोक्ने? रोकेर देखाउस् त। एक को घन्टी बजाना छु भने मेरो नाम पनि घण्टा बहादुर होइन। तेरो नाम चाहिँ कहिलेबाट घण्टा बहादुर भयो? हामीलाई त प्रेम कुमार भनेको होइन? प्रेम कुमार त मेरो निकनेम हो नि। मेरो रियल नाम चाहिँ घण्टा बहादुर हो के। कस्तो अचम्मको नाम रहेछ। यो नाम त पहिलोचोटि सुन्दैछु मैले। अच्छा, मेरो नाम त केही होइन। मेरो परिवारको नाम सुन्यौ भने तिमी झन् छक्क पर्छौ। भन न त सुनौं। सुन्ने? ल सुन। मेरो हजुरबुवाको नाम धोती बहादुर, मेरो बुवाको नाम बक्सर बहादुर, मेरो मम्मीको नाम लुङ्गी कुमारी अनि मेरो बहिनीको नाम चाहिँ जामा कुमारी। अझै सुन्छौ? भयो आजलाई यति नै। तेरो